दर्शकबिन नमस्कार, हम अमित ठाकुर अपन विशेष में अहाँ सबके स्वागत करै छी। हमर अहाँ के देश के जखन बात करी त एकर दुनिया समक्ष प्रचार करऽ के विभिन्न तरीका रहल छै। यदि पश्चिमा सबके तरफ हम अहाँ प्रचार करबै त एकरा पहाड़, हिमाल इत्यादि के रूप से परिचित करेबै। यदि धार्मिक हिसाब से प्रचारित करेबै त पशुपतिनाथ, मुक्तिनाथ, जानकी मंदिर एहि सब हिसाब से हो प्रचार करबै। लेकिन जखन कोरोना महामारी चले छले ओहि बीच में एकटा वीडियो बहुत वायरल भेलै देश में, जे कनिक टाइटल नेगेटिव लगे लेकिन ओकर पॉजिटिव प्रचार भेल रहे। आई हम सब वह व्यक्ति संगे उपस्थित छी जे एखन बेसी चर्चित छथि, अपन देश के केना क प्रचार करी, एकरा नाम केना बढ़ाबी, पर्यटन के क्षेत्र में केना अपन उपयोग बढ़ाबी। लेकिन ओहि के अलावा भी आरो वो कॉर्पोरेट सेक्टर में ट्रेनिंग वगैरह के काज करे छथि। मानसी अग्रवाल जी संगे आई हम सब बातचीत करब। आई के संवाद शुरू करे छी। मानसी जी स्वागत छ यहाँलाई। नमस्ते, धन्यवाद, थैंक यू सो मच। मैले तपाईको परिचय दिँदा अहिले चाहिँ प्रख्यात भनेको आम जनमानसमा पर्यटन क्षेत्रमा काम गर्ने हिसाबले, तर मैले कर्पोरेट ट्रेनरको हिसाब पनि भने। हजुर हजुर। तपाईले आफूलाई चाहिँ कसरी परिचय गराउनुहुन्छ? फर्स्टली आई वुड लाइक टु से कि मेरो परिचय हैन एउटा डेफिनेसन दिँदाखेरि कुनै एउटा डेफिनेसन छैन होला, तर प्रोफेसनली म तीनवटा काम गर्छु बेसिकली। म एउटा फोटोग्राफर हो, प्रोफेसनल फोटोग्राफर हो, अनि सेकेन्डली म चाहिँ कर्पोरेट ट्रेनर हो, अनि म कम्पनीजहरूमा गएर कलेजेसहरूमा, ब्याङ्क्सहरूमा, गभर्मेन्टमा पनि ट्रेनिङ दिन्छु। मेरो ट्रेनिङको जेनरली स्पेशलाइजेसनको विषय हो कम्युनिकेसन्स, हाउ टु स्पिक, हाउ टु मेक प्रेजेन्टेसन, स्पिच कसरी दिने हैन, त्यस्तो त्यस्तो हो। अनि त्यो बाहेक चाहिँ म एउटा स्टोरी टेलर पनि हो। अब स्टोरीज चाहिँ धेरै खालको हुन्छ हैन, कहानी कथा धेरै खालको हुन्छ। मोटिभेसन पनि एउटा तरिका भयो, मान्छेलाई मोटिभेट गर्ने, प्रेरणा दिने, त्यो पनि एक खालको कहानी नै भयो। अनि एक खालको कहानी हुन्छ पर्यटनलाई पनि अगाडि बढाउने। अनि ठ्याक्क त्यो विषयमा काम गर्दा गर्दा कोइन्सिडेन्टली मैले एउटा भिडियो बनाएको, अनि त्यो भिडियो पनि यत्तिकै नै भाइरल भयो मलाई जस्तो लाग्छ हैन। अनि त्यो भिडियो भएपछि पर्यटन क्षेत्रमा म काम गरिरहेको छु, तर आइडेन्टिफाई गर्दाखेरि म चाहिँ स्टोरी टेलर हो। म कहानी कसरी बनाउने, कहानी कसरी बोल्ने, कहानी कसरी भिजुअलाइज गरेर डिरेक्ट गरेर मान्छेको अगाडि प्रेजेन्ट गर्ने, ब्रान्डिङ कसरी गर्ने, त्यो चाहिँ गर्छु। त्यो चाहिँ मेरो स्ट्रङ पोइन्ट हो। पर्यटनको बारेमा बुझ्दाखेरि मलाई टिकटिङको केही आइडिया छैन, ट्राभल टुरिज्म बिजनेसको आइडिया छैन, तर कुनै कुनै कुराको कहानी कसरी बनाउने, हाउ टु से द्याट इन अ वे आम मान्छे बुझोस्, आम मान्छे त्यसको तथ्य बुझोस्, त्यसलाई बुझोस्, त्यसलाई फिल गरोस्, त्यो चाहिँ गराउँछु म। सायद त्यही स्टोरी टेलिङ, कम्युनिकेसन स्किलले त्यो भिडियो बनाउन चाहिँ मद्दत गर्यो, जुन सुरुमा चाहिँ नेगेटिभ लाग्ला तर धेरै नै इम्प्याक्टफुल भयो। त्यस पछाडिको हल्का स्टोरी फेरि बुझौँ न, कसरी त्यो भिडियो बन्न आयो आखिर? ओह, त्यो भिडियोको स्टोरी एकदमै सजिलो छ। मेरो बिहा भएको 14.5 वर्ष भइसकेको थियो त्यतिखेरसम्म हैन। अनि 14.5 वर्षमा मैले, मेरो साथीहरूको ग्रुप छ एउटा, 6 जनाको ग्रुप हामी हैन, 5 जना अझ मेरो साथी छन्, अनि 5वटा सबै छुट्टी छुट्टी ठाउँमा बस्छन् इन्डियामा। अनि मैले 14.5 वर्षमा 14,000 चोटि भन्या होला, आऊ नेपाल, आऊ नेपाल, आऊ आऊ आऊ। कुनै वर्ष कसैको बिहा हुन्छ, कुनै वर्ष कसैको बच्चा हुन्छ, कुनै वर्ष कसैको जब चेन्ज हुन्छ, यो गरेर 14 वर्ष निस्किया थियो हैन। कोही पनि आएन 14 वर्षमा। अनि यो लकडाउनको बेला म एकदमै इरिटेट भयो कि, राक्क लाग्यो, के भयो, यतिचोटि भन्छु आऊ आऊ आऊ, कोही पनि आउँदैन हैन। सो फाइनली मैले डिसाइड गरेँ म कसैलाई पनि बोलाउँदिनँ, बरु म भन्छु डोन्ट भिजिट नेपाल हैन। अनि मैले धेरै वर्ष अगाडि फ्रान्सको बारेमा यस्तो एउटा आर्टिकल पनि पढेको थिएँ कि डोन्ट भिजिट फ्रान्स भनेर। अनि त्यो आर्टिकल अनि मेरो फ्रस्ट्रेसनलाई कम्बाइन गरेर मैले बिहान 5 बजे उठेर लेखेँ, रिसर्च गरेँ, लेखेँ, 6:30 ठाउँमा पुगेँ, पाटन दरबार स्क्वायरमा सुट गरेको थियो। म एक्लै गएँ, लाइक मेरो ड्राइभर दाइ हुनुहुन्थ्यो, तर हाम्रो क्यामेरा क्रुहरू केही थिएन कि त्यतिखेर। आफै ट्राइपड राखेँ, माइक जोडेँ, कुकुर थियो एउटा हैन, कुकुर पनि आइरहेको के, मेरो त्यो बिहाइन्ड द सिन्स हेर्दाखेरि हैन कुकुर पनि छ त्यसमा, ठ्याक्क खुट्टानिर बसिरहेको के। अनि ड्राइभर दाइलाई बोलाएँ, ड्राइभर दाइ कुकुरलाई हटाउनु हैन, सुट गरेँ। आएर 8 बजेसम्म निस्किसकेको थिएँ, घर आइपुगेको थिएँ। बिहानको कुरा हो, बिहान 3 घन्टाको काम हो त्यो। 2-3 दिनपछि मैले एडिट गरेर हाल्दिएँ।
मलाई विश्वासै थिएन होइन मेरो 85,000 भ्युज भइसकेको थियो कि 2-3 घन्टामा अनि मलाई लाग्यो मेरो फेसबुक कसैले ह्याक गरिसकेको छ किन यो त पोसिबलै छैन हुनै सक्दैन क्या मेरो लाइफमा त्यस्तो कहिले नै भएको थिएन हेर्नु सो त्यो होल भिडियोको बनाउने मेरो एक्चुअली मैले कहिले नै सोचेर बनाएको थिएन यो ठुलो हुन्छ नेपाली यतिजना हेर्नुहुन्छ यति सेयर हुन्छ भाइरल हुन्छ मैले कहिले नै सोचेको थिएन एउटा नर्मल भिडियो जुन अचानक अनि भिडियो हाल्न अगाडि होइन मलाई सुपर डाउट थियो के किन अनुहार मेरो इन्डियन जस्तो नाम इन्डियन जस्तो हो पनि इन्डियन मान्छे इन्डियामा बसेको इन्डियामा हुर्केको होइन मैले यस्तो भिडियो बनाएपछि मलाई के हुन्छ होला मान्छेहरू कतिको रिसाउनुहुन्छ नहेरिकन हेरेपछि पनि रिसाउनुहुन्छ कि अनि मैले भिडियो हाल्न अगाडि मेरो सर हुनुहुन्छ जसले भिडियोमा जति फोटोज चलाएको छ नि सरले खिच्नु भएको छ अनि म त्यो सरलाई मैले भिडियो पठाएको आई सेड सर तपाईँको नाम पनि छ त्यो भएर तपाईँलाई सोध्दैछु इज इट ओके यो अपलोड गर्दा हुन्छ कि हुँदैन सरले हेर्नुभयो 5 मिनट 7-8 मिनट पछि मेसेज आएको इट्स ड्याम गुड युज इट आई सेड सर केही भयो भने डिलिट गरिदियो के थाहा हुन्छ युज इट हेर कस्तो हुन्छ 2 घन्टा पछि हामी डिसिजन लिन्छ ल मैले हालेँ एन्ड देन इट ब्लू अप लाइक यति डाउट थियो मनमा तर त्यो डाउट सबै रिजल्भ भयो बिकज अल्टिमेटली अनेस्टली टचवुड इट रियली वर्क वेल अहिले जनकपुरमा हुनुहुन्छ यो नजिकको क्षेत्रहरू घुमिराख्नु भएको छ कस्तो लाग्यो जनकपुर फर्स्ट इम्प्रेसनमा सो मलाई होइन धेरैवटा पत्रकारहरूले सोध्नु भएको थियो क्या आउनुहुन्थ्यो होइन म्याम वेयर डु यु वान्ट टु ट्राभल इन नेपाल सो 3 प्लेसेस छ मेरो विश लिस्टमा रारा लेक नम्बर 1 त्यो हो नम्बर 1 किनकि कस्तो फोटो हेरेको नि मैले कतिवटा एन्ड आइम लाइक आई वान्ट टु गो टु रारा लेक नम्बर 2 मनाङ मुस्ताङ त्यो मेरो नम्बर 2 डेफिनेटली लिस्टमा नम्बर 3 जनकपुर किन जनकपुर तराईमा छ डिफ्रेन्ट होला मलाई थाहा थियो तर कस्तो हुन्छ थाहा थिएन होइन जनकपुरको बारेमा धेरै सुनेको थिएँ किन हाम्रो फ्यामिली पनि यता बस्थ्यो कि फुपूहरू बस्नुहुन्थ्यो साथीहरू पनि छन् 2-3वटा तर आई नेभर भिजिटेड तर जनकपुरको बारेमा मलाई मात्र अनेस्टली बोल्दाखेरि एउटा कुरा थाहा थियो जानकी मन्दिर अनि गर्मी हुन्छ त्यो पनि थाहा थियो गर्मीको बेलामा गर्मी हुन्छ होइन त्यो भएर अब जब नेपाल टुरिज्म बोर्डले भनेको थियो होइन यस्तो यस्तो गरेर भिडियो बनाउने कहाँ बनाउने हो फर्स्ट थट जनकपुर किन अहिले शीतल हुन्छ बरु अहिले गएर बनाउँदा राम्रो हुन्छ त्यसपछि बिस्तारै मैले रिसर्च गरेँ अनि मैले रिसर्चमा धेरै कन्टेन्ट पाएको तर जनकपुर हैज मोर टु अफर देन वाट आई म्यानेज टु फाइन्ड आउट अबाउट इट वाट डज द्याट टेल मी नट द्याट मेरो रिसर्च पुगेन जनकपुरको बारेमा त्यति एक्सपोजर छैन जति हुनुपर्छ होइन धेरै गर्नुपर्ने बाँकी छ हो अनि मेरो पनि रिस्पोन्सिबिलिटी छ हजुरको पनि छ सबैको रिस्पोन्सिबिलिटी छ क्या जनकपुरमा यतिवटा कुरा छ क्या आज हामी गएको एकजनाको घरमा होइन म नाम अहिले केही बोल्दिनँ सिक्रेट हो त्यो अलिकता होइन अनि उहाँले हामीलाई होइन एउटा त्यो नाम बिर्से झिल्ली यस्तो गोलो गोलो क्रन्ची ठुलो जेरी जस्तो तर गुलु छैन क्या झिल्ली ठिक नाम भन्नु क्या ठिक छ झिल्ली होइन झिल्ली खाएको क्या त्यसपछि फोपी खाएको होइन त्यो येलो कलरको राइट अनि त्यसपछि एउटाको बिर्से प्याजको कचरी प्याजी या कचरी जे भन्छ कचरी राइट झिल्ली कचरी एन्ड फोपी एन्ड आइम लाइक वाइ इज देयर नो कन्टेन्ट अन दिस इन्टरनेटमा खोज्दाखेरि मैले खास चाहिँ यसको धेरै डिस्क्रिप्सन अथवा फोटोग्राफ्स मैले चाहिँ धेरै भेटाएन क्या विच टेल्स मी द्याट जनकपुरमा धेरै पोटेन्सियल छ धेरै स्कोप छ इट्स अ कलरफुल सिटी एभ्रिथिङ इज कलरफुल भिडियो खिच्दाखेरि होइन मेरो धेरै बानी छ कि फोटोग्राफीको त्यो ब्याकग्राउन्ड भएर होइन त्यो मेरो पनि दिमाग चल्छ क्या कुन तरिकाको भिडियो आइरहेको छ एङ्गल कस्तो छ होइन भिडियो खिच्दाखेरि म बिहाइन्ड द सिन्स पनि गएर हेर्छु क्या क्यामेरामा कस्तो आइरहेको छ यस्तो कलरफुल फुटेजहरू आएको छ यस्तो दामी छ होइन तर मैले त्यति राम्रो चाहिँ अनेस्टली बोल्दाखेरि त्यति धेरै पाएँ 5-7वटा एकदम राम्रो भिडियोज पाएँ फोटोज पनि धेरै राम्रो जानकी मन्दिरको धेरै राम्रो फोटोज भेटाएँ धेरै राम्रो तर जति हुन सक्छ होइन जनकपुरमा धेरै कुरा छ क्या एक्सप्लोर गर्नुपर्ने हो सो म त आज मेरो 3rd डे भयो 3 डेजमा आई थिङ्क मिलाएर 10 घन्टा पनि सुत्या छैन हामीले कसैले पनि किन राति ढिलो हुन्छ बिहान 4-5 बजे निस्किनु पर्छ एकदम मन पर्यो एउटा कुरा चाहिँ अलिक गाह्रो भइरहेको छ त्यो पनि साँच्चै भन्नुपर्छ होइन यहाँ म्युजिक धेरै लाउड हुन्छ तपाईँले नोटिस गर्नु भएको छ गाडीको हर्न पनि धेरै होइन अनि एकचोटि आरती स्टार्ट भएपछि धेरै लामो चल्छ त हाम्रो भिडियो स्टप गर्नुपर्छ कि सुटिङ बिकज लाइक हो कि स्टप होस् किन आवाज हुन्छ के तर इट्स अल्सो फन यु नो
रमाइलो लाग्छ कि त्यो अर्कै खालको फिल छ। अनि मैथिली बुझ्दिनँ, अलिअलि बुझ्छौँ तर यति पनि गाह्रो छैन होइन, नेपाली पनि बुझ्छौँ, हिन्दी पनि बुझ्छौँ, त्यो भएर होइन। सो मिठो लाग्यो, ओभरअल धेरै राम्रो एक्सपिरियन्स भएको छ। अब टपिक चेन्ज गरौँ, यो टुरिज्म इत्यादिबाट सिफ्ट भएर तपाईँको जुन मेन फोकस छ, जुन कर्पोरेट सेक्टरमा ट्रेनिङ दिने, स्टोरी टेलिङ, खासमा ट्रेनिङ कुन हिसाबको प्रोभाइड गर्नुहुन्छ, कस्ता ग्रुपहरूलाई? ओके, ट्रेनिङ कुन हिसाबको पहिला भन्छु। सो आई एम अ कम्युनिकेसन्स कोच अर कम्युनिकेसन्स ट्रेनर, राइट? सो पब्लिक स्पिकिङ भयो, मान्छेको अगाडि कसरी बोल्ने, अथवा पावर पोइन्ट प्रेजेन्टेसन्स कम्पनीहरूमा बनाउनुपर्छ कसरी गर्ने, अथवा जब इन्टरभ्यू, अब एउटा जब छ सिफ्ट गर्न मन लागिरहेछ, इन्टरभ्यूमा कसरी बोल्ने, अथवा कस्टमर सर्भिस, ब्याङ्कर छु, ग्राहकहरूसँग कुन तरिकाले कुरा गर्ने, त्यो पनि ट्रेनिङ दिन्छु। सो दिज आर द काइन्ड अफ टपिक्स आई ट्रेन अन। अनि क्लाइन्ट्सको कुरा गर्दाखेरि 5-7वटा ब्याङ्क्समा पनि ट्रेनिङ गरिसकेँ अहिले भर्खर, काफी वर्षदेखि भइरहेछ धेरैवटा, सिप्रदी, एमसेल, वर्ल्ड लिङ्क, चौधरी ग्रुप, WWF नेपाल, गभर्मेन्ट अफ नेपाल, आइक्यान, गभर्मेन्टमा लोकसेवा पास गरेको मान्छेहरू होइन जुन हुन्छ नि सबै क्यान्डिडेट, सेक्सन अफिसर्स भन्छौँ, उहाँहरूले पनि इङ्ग्लिस ट्रेनिङ लिनुपर्छ क्या, 3 वर्ष त्यहाँ पनि ट्रेनिङ गरेको। सो धेरै धेरै ठाउँमा गरेको छ, धेरै धेरै 17-18 कलेजेस पनि भइसकेको छ। ट्रेनिङ त तपाईँले दिनुहुन्छ, तर यी ट्रेनिङमा तपाईँले के सिक्नुहुन्छ त्यसबाट? धेरै कुरा। आई थिङ्क मलाई नेपालको बारेमा होइन, आजको दिन जति थाहा छ मेरो रिसर्चले गर्दा होला, ठिक छ, तर 4 महिना अगाडि मलाई नेपालको बारेमा जति थाहा थियो नि, कुरा सुनेर सिकेको के सबै। कहाँबाट सिकेको? सबै स्टुडेन्ट्सबाट। मैले नेपालको बारेमा धेरै कुरा सिकेको, मैले वर्ल्डको बारेमा धेरै कुरा सिकेको, किनकि मेरो टपिक के छ? पब्लिक स्पिकिङ होइन। मान्छेले स्पिच लगाउन भन्छु नि, मान्छेहरू स्पिच बनाउनुहुन्छ, छुट्टै छुट्टै टपिकको बनाउनुहुन्छ। सो आई लर्न फ्रम द स्पिचेस, राइट? धेरै सिक्छु। अनि मैले एउटा अर्को कुरा बुझेँ, ह्युमन नेचर, ह्युमन साइकोलोजीको बारेमा पनि मैले धेरै सिकेको छु। धेरै, मेरो प्रोफेसनले मलाई धेरै कुरा सिकाएको, धेरै अनबिलिभेबल छ। स्टोरी टेलिङ पार्ट हुन्छ त्यो ट्रेनिङहरूको, या त्यो अहिले हल्का छुट्या छ? छैन, ट्रेनिङ इज छुट्टे अहिले। तर जुन भिडियो बनाउँछु नि, प्रत्येक शुक्रबार मेरो एउटा भिडियो जान्छ क्या, प्रत्येक शुक्रबार होइन। त्यो नेपालको भिडियो एउटा ठुलो भाइरल भएपछि मैले एउटा भिडियो बनाएको डाक्टर महावीर पुनको बारेमा पनि होइन, त्यसपछि कीर्तिपुर, त्यतिखेर काठमाडौँको वरिपरि मात्र, किन कोरोना भाइरस पनि थियो, महामारीमा ट्राभल नगर्ने खालको फिलिङ पनि थियो होइन, त्यतिखेर कीर्तिपुर, भक्तपुर, धेरै बौद्धनाथ सबै बनाएको। अब चाहिँ खप्तड भइसक्यो लास्ट विक हाम्रो, अनि अहिले जनकपुर भइरहेछ। सो यो पार्ट त स्टोरी टेलिङै हो नि एक तरिकाले। अब जनकपुरको बारेमा होइन, जो पनि भन्छु, वाट एभर आई टक अबाउट इट इज अ स्टोरी, राइट? सो त्यो पनि भइरहेछ। छुट्टै मिडियम चाहिँ छुट्टै हो, किन ट्रेनिङ इन पर्सन हुन्छ, कुराकानी खालको हुन्छ, सँगै बसेर हुन्छ। भिडियोको जुन कन्टेन्ट हुन्छ त्यो चाहिँ इन त हुँदैन, इन पर्सन हुँदैन, सँगै बसेको हुँदैन, तर एक तरिकाले क्यामरामा हेरेर पनि स्टोरी भनिरहेको छु कि त्यो ठाउँको बारेमा, त्यो मान्छेको बारेमा, त्यो फिलिङको बारेमा, त्यो पनि त स्टोरी हो। भनेपछि अहिलेको भिडियोहरूमा चाहिँ त्यो स्टोरी टेलिङ इन्भल्भ भइरहेछ। भिडियो हेर्नु भएको छ? भिडियो त हामीले हेरिराखेका छौँ। ओके। अहिले अब जुन तपाईँको विभिन्न कामहरू भइरहेछ, खासमा यो कल्चरको पनि कुरा त्यसमा आइहाल्छ होइन, लाइफस्टाइलको पनि कुरा आइरहेछ, विभिन्न ठाउँहरू घुम्नुभयो, तर तपाईँको एक्सपिरियन्स मैले बुझ्न चाहेँ, काठमाडौँ वा अन्य क्षेत्रहरू र जनकपुर जसरी तपाईँले अहिले घुम्नुभयो, 2-3वटा कुरा अथवा एकदम स्टार्क डिफ्रेन्स हुने कुरा के लाग्यो त्यहाँबाट र जनकपुरबाट? काठमाडौँमा मोमो सबै ठाउँमा पाउँछ, जनकपुरमा मोमो सबै ठाउँमा पाउँदैन। हामीले होइन फर्स्ट थिङ, सो वी वर लाइक ओ लाइक नो मोमो, राइट? किन काठमाडौँको मान्छेको के हुन्छ, तपाईँलाई मोमो खान त्यसो भए राम्रो लाग्छ, त्यही भएर यो पोइन्ट आएको होला मलाई लाग्छ। ओ किन सुरुमा हामीले आएर हेरेको के लाइक मोमो पसलै छैन जस्तो लाग्यो के, थियो छ, तर काठमाडौँमा एउटा बाटोमा 4वटा हुन्छ के, त्यो कम्पेरिजनमा त छैन नि। सो फर्स्ट वी लाइक वाट ह्यापन। सेकेन्ड आई थिङ्क वेदरको पनि हामीलाई फरक लाग्यो के। हामीलाई काठमाडौँबाट जुन दिन म आन्थ्यो होइन, म 3 लेयर स्वेटर लगाएर आएको के, किन बिहानको फ्लाइट थियो हाम्रो। सो वी केम हियर एन्ड वी लाइक ओ माई गॉड इट्स
गर्मी छ होइन सबै फुकालेर लुगा फेरेर कटनको लुगा मैले त हेरिरहेको सो त्यो चाहिँ रमाइलो लाग्यो कि किन त्यो बाक्लो बाक्लो लुगा लगाउँदा एकदम झाउ भइसकेको थियो 2-3 महिना नै भइसक्यो नि त्यहाँ त चिसो भएको द्याट थर्ड डिफरेन्स आई टोल्ड यु एभ्रिथिङ इज लाउड हियर होइन एक तरिकाले रमाइलो पनि हुन्छ हिजो एउटा कुनै बिहाको अगाडि के भन्छ बर्टोल नो हर्टोल सबैजना एउटा ट्रकमा म्युजिक बजाएर पछाडि पछाडि मान्छे हिँडिरहेको थियो मटकोर त्यो पनि हेरेँ होइन त्यहाँ गएर हामीले पनि मैले त नाचेन तर हाम्रो क्रुको मेम्बरहरू सबै गएर नाच्नु भयो त्यसलाई क्या मजा छ होइन गएर हामी चिन्दैनौँ मान्छेहरूलाई होइन तर गएर नाच्दियो क्या सो त्यो एउटा जुन फिलिङ अफ सेलिब्रेसन जस्तो लाग्छ क्या यहाँ होइन त्यो चाहिँ काठमाडौँमा त्यति प्रब्ली छुट्टै तरिकाको हो अथवा प्रब्ली टाइम वाइज हो पिरियडिक हो जनकपुर पर्मानेन्टली अन सेलिब्रेसन जस्तो लाग्छ क्या पर्मानेन्टली रमाइलो गरिरहेको खालको यु नो त्यहाँ मटकोर भइरहेछ आरती भइरहेछ होइन गङ्गा आरती सो ब्युटिफुल राइट त्यो पनि एउटा डिफ्रेन्ट लाइक सेलिब्रेसन के अलवेज ठक 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 केही न केही भइरहेको खालको त्यस्तो फिलिङ आयो क्या हामीलाई सुट गर्न अलिक गाह्रो पनि भयो तर साँच्चै भन्नुपर्दाखेरि किन यति म्युजिक लाउड हुन्छ कहिलेकाहीँ मेरो माइकले मेरो आवाज टिप्दैन क्या यति धेरै कामहरू भएको छ होइन पक्कै पनि फ्यामिलीको पनि सपोर्ट होला 1-2वटा भिडियो कन्टेन्ट हेर्दाखेरि तपाईँले आफ्नो आमासँग पनि गर्नुभएको छ त्यसको बारेमा पनि अलि सुनौ न फ्यामिलीको सपोर्ट मम्मीको बुवाको होइन अन्य मेम्बरहरूको के कसो हुन्छ रियाक्सन ओके यस्तो छ मेरो फ्यामिलीको रियाक्सन चाहिँ मेरो आमा सबभन्दा खुसी हुनुहुन्छ होइन मेरो आमा फेरि त्यस्तै छन् क्या ओहो मेरो छोरी खालको कि एकदम मक्ख हुने खालको होइन मेरो आमा एकदम खुसी हुनुहुन्छ मेरो छोरा छ 6 वर्षको छ होइन अनि बाबु बुझ्दैन अहिलेसम्म उसलाई चाहिँ रिस आउँछ कि म भिडियो बनाउँछु नि मैले ख्याल गरेको एडिटिङ टेबलमा बस्छु एडिट गर्छु होइन कहिलेकाहीँ आफै गर्छु कहिले कोहीसँग गर्छु होइन बाबुलाई रिस आउँछ किन उसलाई उसको पनि युट्युब च्यानल छ बाई द वे होइन अनि उसलाई चाहिँ रिस आउँछ क्या मामुको फलोवर बेसी किन भयो मामुको किन भिडियो पपुलर भएर मेरोमा 36 भ्यू छ मामुको यति भ्यू किन छ मेरो छोरालाई त्यस्तो लाग्छ सो मेरो छोरालाई त एकदम मन पर्दैन कि एकदमै मन पर्दैन मामुले यस्तो किन गर्यो मेरो श्रीमान हुनुहुन्छ सपोर्ट गर्नुहुन्छ तर उहाँलाई चाहिँ होइन उहाँ चाहिँ एकदमै फेरि बिजनेसम्यान खालको के त्यो क्रिएटिभिटी अनि त्यो क्रिएटिभ काम लेख्ने आई राइट एयरपोर्टमा बसेर पनि होइन मैले त खुट्टा माथि गरेर लेखिरहेको थिएँ गाडीमा पनि त्यस्तै गर्ने कि एउटा स्लेट राख्ने लेख्ने म दिनभरि मेरो क्रुले होइन कतिवटा बिहाइन्ड द सिन फोटो लिएको कि तपाईँ त के जहाँ जाने जुत्ता खोल्ने फुकाल्ने होइन लाइक आल्ती मार्ने बस्ने लेख्न थाल्ने क्या सो मेरो श्रीमान चाहिँ त्यति बुझ्नुहुन्न के त्यो क्रिएटिभ कुरा हुन्छ नि राति 2 बजे उठेर लेख्न थाल्ने होइन म त्यस्तो खालको छु अलिअलि बिहान 4 बजे उठेर स्टार्ट गर्ने होइन उहाँ चाहिँ बुझ्नुहुन्न तर सपोर्ट गर्नुहुन्छ सो या एभ्री वान एल्स इज ह्याप्पी दे डोन्ट अन्डरस्ट्यान्ड के भयो एउटा भिडियोले के भयो यस्तो गर्नुहुन्छ बट दे आर ह्याप्पी इट्स नाइस अहिलेको अब के प्लान छ अगाडिको यसैलाई कन्टिन्यू गर्ने वा सिफ्ट भइरहेको हुन्छ केही त्यसो थाहा छ मेरो लाइफमा होइन मैले प्लान गरेको थियो म इकोनोमिक्समा गोल्ड मेडलिस्ट छु ठिक छ मैले लाइफमा प्लान गरेको थियो म एमएनसीमा राम्रो जागिर गर्छु धेरै पैसा कमाउँछु अथवा इकोनोमिस्ट भएर देशको लागि केही गर्छु दिज वर माई 2 बिग प्लान्स क्या अरू पनि थियो एस्ट्रोनट बन्ने होइन तर त्यो सबै गयो म्याचमा फेल भएपछि त्यो गयो होइन बट आई ह्याड दिज प्लान्स मेरो लाइफमा तर जुन भित्रको हुन्छ नि ट्राभल गर्ने कहानी बोल्ने मान्छेसँग कुरा गर्ने त्यो जुन इनेट एउटा ट्यालेन्ट अथवा इनेट एउटा डिजायर हुन्छ नि त्यो जहिले प्ले आउट गर्छ क्या त्यो जहिले मलाई अगाडि बढाउँछ नट वाट आई थिङ्क आई सुड डु बट वाट आई रियली रियली वान्ट टु डु इनसाइड मेरो लक राम्रो छ त्यो तरिकाले होइन सो आई अलवेज म्यानेज टु गेट द राइट पाथ अहिलेसम्म यहाँसम्म पुगेको होइन I love speaking on stage. I love traveling. I love meeting new people. This is my aim, to travel, meet people, speak to people, speak on stage. Stage मा जान बित्तिकै अथवा क्यामेराको अगाडि होइन मेरो एउटा अर्को खालको लाइफ आइहाल्छ क्या विच आई डोन्ट हेभ अदरवाइज एन्ड आई लाइक द्याट फिलिङ आई लाइक द्याट फिलिङ अफ बिङ अ लाइफ वेन यु क्यान नो एभ्री ब्रेथ एभ्री हार्ट बिट त्यो चाहिँ जुन फिलिङ छ नि इट गिभ्स मी एउटा एक हाई के एउटा किक जस्तो दिन्छ नि त्यो चाहियो लाइफ लङ त्यति हो प्लान आजको त अब समय यतिकै सकियो कुरा गरिदिनु भयो आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद यहाँलाई
थ्याङ्क यू मलाई इन्भाइट गर्नको लागि जनकपुर आएर यो पनि गर्न पायो रमाइलो भयो धेरै रमाइलो भयो थ्याङ्क यू सो मच फर जस्ट मेकिङ इट सो मच मोर वन्डरफुल फर मी दर्शकबिंद आई के अपन विशेष के हमरा सबके समय सीमा एते समाप्त होइत अछि जते संभव भेलै मानसी जी संगे आई के चर्चा हम सब केनौ आब फेर से अगला दिन अगला व्यक्ति अगला परिस्थिति के साथ उपस्थित हेबे करब ताधर के लेल संपूर्ण यूनिट के तरफ से हम विदा मांगे छी अपन टेलीविजन देखित रही धन्यवाद नमस्कार।